of gold is 90 gram per cm cube. Density of gold कति छ 90 gram per cm cube. What is the relative density भनिया छ यहाँ चाहिँ फेरि एउटा मात्र डेन्सिटी दिया छ रिलेटिभ डेन्सिटी कसरी निकाल्ने हो भनेर तिमीहरूलाई के छ दोहोऱ्याएको छ कि छैन छ भनेपछि तिमीहरूले दोहोऱ्याउनु आवश्यकता छैन अब हामीले रिलेटिभ डेन्सिटी कुनै पनि वस्तुको रिलेटिभ डेन्सिटी वाटरको डेन्सिटीसँग के गर्छौं हामीले कम्पेयर गर्छौं त्यसैले डेन्सिटी अफ वाटर जहिले पनि नोन हुन्छ यदि चाहिँ सीजीएस सिस्टममा छ भने 1 ग्राम पर सेम क्यूब हुन्छ हैन भने यो यसै युनिटमा छ भने के गर्नु पर्यो 1000 केजी पर सेम क्यूब यो तिमीहरूले के गर्नु पर्यो सम्झिनु पर्यो के गर्नु पर्यो सम्झिनु पर्यो यदि यहाँ दिया छ भने पनि आफैले के गर्नु पर्यो राख्नु पर्यो ओके नाउ सल्युसन given density of gold is equal to 90 gram per cm cube density of water at 4 degree centigrade is equal to 1 gram our relative density is equal to what by using formula kyo relative density ko formula density of substance upon density of water at 4 degree centigrade हो अब substance भन्दा नि यहाँ कुन वस्तु gold that's why density of gold is 19 gram per centimeter upon 1 gram density of water at 4 degree centigrade 1 gram per cm cube छ the cm cube के